यसरी शिष्टजीले इच्छाको वंशको परिचय दिइसकेपछि राजा जनकले हात जोडेर उत्तर दिँदै भने, हे महाराज, हजुरको कल्याण होस्। अब हाम्रो कुलका बारेमा सुन्नुहोस्। कुलीन व्यक्तिले कन्यादानका समयमा आफ्नो कुलको विषयमा वर्णन गर्नुपर्दछ। यसकारण हे मुनिश्रेष्ठ महामती, सुन्नुहोस्। आफ्ना शुभ कर्महरूद्वारा तिनै लोकमा प्रसिद्ध धर्मात्मा, सत्यवादी तथा वीरहरूमा उत्तम निमि नामका एक राजा थिए। उनका मिथिका पुत्र जनक भए, जो पहिलो जनक थिए, जसका नामबाट हाम्रो कुलका राजाहरू सबै जनक भनेर कहलाए। यी जनकका पुत्र उदावसु भए। उदावसुबाट धर्मात्मा नन्दीवर्धनको जन्म भयो। नन्दीवर्धनका पुत्र सुकेतु भए। सुकेतुका पुत्र धर्मात्मा देवरात। देवरातका पुत्र राजर्षि बृहद्रथ। बृहद्रथका पुत्र महावीर, जो अत्यन्त पराक्रमी र वीर थिए। महावीरका पुत्र सत्य, पराक्रमी एवं धैर्यशाली सुधृति भए। सुधृतिका पुत्र धर्मात्मा धृष्टकेतु। धृष्टकेतुका पुत्र राजर्षि हर्यश्व। हर्यश्वका पुत्र मरु। मरुका पुत्र प्रतिन्दक। प्रतिन्दकका पुत्र धर्मात्मा राजा कीर्तिरथ भए। कीर्तिरथका देवमीड। देवमीडका पुत्र विबुध। विबुधका पुत्र महिद्रक। महिद्रकका पुत्र महाबली कीर्तिरात र कीर्तिरातका पुत्र राजर्षि महारोमा भए। महारोमाका पुत्र धर्मात्मा स्वर्णरोमा अनि स्वर्णरोमाका पुत्र राजर्षि हर्षरोमा। धर्मात्मा हर्षरोमाका दुई पुत्र भए। उनमध्ये म जेठो र कान्छो भाइ वीर कुशध्वज हुन्। म ठुलो भएपछि मलाई राजसिंहासनमा बसालेर र भाइ कुशध्वजको जिम्मेवारी मलाई लगाएर मेरा पिता वनवास जानुभयो। वृद्ध पिताको दिवंगत भएपछि देवता समान आफ्ना भाइको स्नेहपूर्वक रेखदेख गर्दै धर्मानुसार राज्यको भार वहन गर्न लागे। केही समयपछि साङ्कस्य नगरका सुधन्वा नामका पराक्रमी राजाले मिथिला घेरा हाले। उनले सन्देश पठाए कि तिमीले शिवधनुष र आफ्नी कमल नयनी पुत्री सीता मलाई देऊ। हे महर्षि, उनलाई नदिएपछि मसँग युद्ध भयो। तब युद्धमा ती राजा सुधन्वा मारिए। हे मुनिश्रेष्ठ, त्यसपछि मैले साङ्कस्य नगरमा आफ्ना सुरवीर भाइ कुशध्वजलाई अभिषेक गरिदिए। हे महामुनि, म अति प्रसन्नताका साथ सीता श्रीरामका लागि र उर्मिला लक्ष्मणजीका लागि दिन राजी छु। हजुरको कल्याण होस्। मेरी वीरेशुलका कन्या जो देवकन्या समान छन् र अर्की उर्मिला, यसमा कुनै संशय छैन। म 3 बार यो भन्दछु। विदेहराजका यस्ता वचन सुनिसकेपछि वशिष्ठजीका साथमा महामुनि विश्वामित्रजीले वीर राजासँग भने, हे नरश्रेष्ठ, इक्ष्वाकु र विदेह दुवै राजवंश चिन्तनीय र अप्रमेय छन्। यी तुल्य अरू कुनै छैनन्। हे राजन, सीता र उर्मिलाका साथमा यो धर्म सम्बन्ध समान र रूप सम्पदा सदृश छ। हे नरश्रेष्ठ, यो सबै हुँदै गर्दा मलाई हजुरसँग थप वक्तव्य भन्नु छ, सुन्नुहोस्। हजुरका भाइ कुशध्वज धर्म जान्नेवाला हुनुहुन्छ। हे राजन, यी धर्मात्मा नरेशका पनि 2 पुत्री छन्, जो पृथ्वीमा सौन्दर्यमा अद्वितीय छन्। हे भूपाल, हजुरका यी 2 कन्याहरू कुमार भरत र बुद्धिमान शत्रुघ्न यी दुवै महामनस्वी राजकुमारहरूका लागि यिनका धर्मपत्नी बनाउनका लागि वर्ण गर्दछु। महाराजा दशरथका 4 पुत्रहरू यौवन सम्पन्न लोकपालहरूका समानका छन् तथा देवका समान पराक्रमी छन्। हे राजेन्द्र, हजुर पुण्य कर्म गर्नेवाला हुनुहुन्छ।
यी दुई राजकुमारहरूका साथमा सम्बन्ध जोडेर हजुरले पनि इच्छुकको कुलमा बिना कुनै ढिलाइ सम्बन्ध स्थापित गर्नुहोस्। वशिष्ठजीसँगको सल्लाह अनुसार विश्वामित्रजीका वचन सुनेर जनकले दुवै मुनिश्रेष्ठसँग हात जोडेर भन्नुहुन्छ, यो मेरो कुल धन्य छ, जसलाई तपाईहरू दुवै मुनिश्रेष्ठहरूले इच्छुकको कुल जस्तो कुलमा सम्बन्ध जोड्न स्वयं आज्ञा दिनुभएको छ। तपाईहरूको कल्याण होस्। कुशध्वजकी कन्याहरूको विवाह भरत र शत्रुघ्नसँग हुनेछ। हे महामुनि, यी 4 महाबली राजकुमारहरूको एकै दिन यी 4 राजकुमारीहरूसँग पाणी ग्रहण गरून्। विदेहराज जनकले यी वचन भनिसकेपछि रघुवंशी राजा दशरथजीले प्रसन्न भएर भन्नुहुन्छ, हे मिथिलेश्वर, तपाईहरू दुवै भाइमा असंख्य गुण छन्। तपाईहरूले ऋषिहरू र राजाहरूको राम्रो सत्कार गर्नुभएको छ। तपाईँको कल्याण होस्। अब म विश्राम स्थलमा गएर श्रद्धापूर्वक गरिने सम्पूर्ण अतिथि सत्कार आदि कृत्यहरू विधिपूर्वक सम्पन्न गर्नेछु। तब राजा जनकसँग विदा भएर दुवै ऋषिहरूलाई अगाडि लगाएर महाराजा दशरथ तुरुन्त आफ्नो निवासमा गए। वहाँ गएर राजाले विधिपूर्वक एवं श्रद्धासहित गर्नुपर्ने कामहरू गरे पश्चात अर्को दिन प्रातःकाल भएपछि गोदान संस्कार गरे। महाराजा दशरथले धर्मपूर्वक हजारौं गाई राजपुत्रहरूको मङ्गल कामनाका निमित्त एक एक गरी ब्राह्मणहरूलाई दिए। सुन्दर सिंह भएका दुधालु बाछा बाछी सहितका गाईहरू, साथमा काँधका दुग्ध पात्र सहित हजारौं हजार गाई, 4 पटक र प्रशस्त धन पुत्रहरूको कल्याणका लागि ब्राह्मणहरूलाई दान गरे। जुन दिन राजा दशरथले गोदान गरे त्यही दिन वीर युधाजित, जो केकय राजका पुत्र तथा भरतका मामा हुन्, मिथिलापुरीमा पुगे। उनले महाराजको दर्शन गरे, कुशल समाचार सोधेर त्यसपछि भने, हे महाराज, केकय अधिपतिले अति प्रेमपूर्वक तपाईको कुशल समाचार सोध्नु भएको छ। तपाईले जसका बारेमा मङ्गल चाहनुहुन्छ ती सबै अहिले सकुशल छौं। हे राजेन्द्र, महाराजा केकयले मेरा भान्जा भरतलाई देख्ने इच्छा गर्नु भएको छ। हे रघुनन्दन, त्यसै कारणले म अयोध्या आएको थिएँ। आफ्ना पुत्रको विवाहका लागि पुत्र सहित तपाईँ पनि मिथिला गएको कुरा अयोध्यामा सुनेपछि भान्जालाई देख्ने कामनाले तुरुन्त यहाँ आए। तब राजा दशरथले आफ्ना सालोलाई अतिथि सत्कार गरे। तब राजकुमारहरू सहित उनीहरूले त्यस रात त्यही व्यतीत गरे। प्रातःकाल नित्य कर्महरूबाट निवृत्त भएर महाराजा दशरथ ऋषिहरूका साथमा यज्ञशालामा गए। विवाहका लागि शुभ मुहुर्त मानिने विजय मुहुर्तमा सबै आभूषणहरूले भूषित भएर आफ्ना भाइहरूका साथमा श्रीराम मङ्गलाचार गरेर वशिष्ठ तथा अन्य ऋषिहरूलाई अगाडि लगाएर विवाह मण्डपमा पुगे। तब भगवान वशिष्ठजीले राजा जनकलाई भने, हे राजन, महाराजा दशरथले आफ्ना पुत्रहरू सहित सबै मङ्गलाचार, ईश्वरी स्तुति, प्रार्थना, उपासना, स्वस्ति वाचन, शान्तिकरण पाठ सम्पन्न गरेर तपाईको प्रतीक्षा गरिरहनु भएको छ। तब जनकजीले भन्नुहुन्छ, महाराजलाई मेरा कोही द्वारपालहरूले रोकाएका छन् कि उहाँले कसको आज्ञाको प्रतीक्षा गरिरहनु भएको छ। आफ्नै घरमा प्रवेश गर्न किन दोधार? जसरी यो मेरै राज्य हो त्यसै गरी उहाँको पनि हो। जनकजीका यस्ता वाक्यहरू सुनिसकेपछि दशरथजीले आफ्ना पुत्रहरू तथा ऋषिहरू सहित मण्डपमा प्रवेश गर्नुभयो। तब राजा जनकले
वशिष्ठजीसँग भन्नुहुन्छ, हे ऋषिवर, तपाईँले अरू ऋषिहरूका साथमा लोकप्रिय श्रीरामको विवाहका कार्यहरू सम्पन्न गर्नुहोस्। र तब महातपस्वी भगवान वशिष्ठ ऋषिले जनकजीलाई तथास्तु भनेर विधिवत मन्त्र उच्चारण गरी वेदीमा अग्नि स्थापना गरे अनि सीताजीलाई आभूषणहरू सबै लगाएर अलङ्कृत गरी वेदी निकट श्रीरामका सम्मुख बसालियो। तब राजा जनकले कौशल्या नन्दवर्धन श्रीरामसँग भने, हे राम, मेरी पुत्री सीता आजबाट तपाईँकी सहधर्मिणी भइन्, यिनलाई स्वीकार गर्नुहोस्। सीताका हात आफ्ना हातमा ग्रहण गर्नुहोस्। यी महाभागा पतिव्रता भएर छाया जसरी सदा अनुगामिनी हुनेछिन्, दुवैको कल्याण होस्। यसरी श्रीरामलाई सीता समर्पित गरेपछि लक्ष्मणलाई राजा जनकले भने, हे लक्ष्मण, तपाईँको कल्याण होस्। तपाईँ पनि मेरी पुत्री उर्मिलाको पाणी ग्रहण गर्नुहोस्, विलम्ब नहोस्। फेरि राजा जनकले भरतजीलाई भने, हे भरत, माण्डवीको हात आफ्ना हातमा ग्रहण गर्नुहोस्। तदनन्तर राजा जनकले शत्रुघ्नसँग भने, हे ककुत्स वंशी, हे शत्रुघ्न, तपाईँले श्रुतकीर्तिको हात समाउनुहोस्। तपाईँहरू सबै आफ्नी पत्नीका साथ प्रसन्न तथा श्रेष्ठ आचरणवाला हुनुहुन्छ, समय अतिक्रमण नहोस्। राजा जनकका यी वचन सुनेपछि महात्मा वशिष्ठजीका आज्ञा अनुसार चारै भाइले चारै कन्याका हात स्पर्श गरेर ग्रहण गरे। पाणी ग्रहण भएपछि उनीहरूमाथि उत्तम पुष्पहरूको वर्षा गराइयो। त्यसपछि पुष्पवृष्टि हुँदै गर्दा बाजा बज्दै गर्दा ती कुमारहरूले 3 पटक अग्निको दक्षिणा गरी आफ्ना पत्नी ग्रहण गरे। तत्पश्चात रघुनन्दनहरू आफ्नी पत्नीहरूका साथमा आफ्नो निवास स्थानमा गए। राजा दशरथ पनि आफ्ना बान्धवहरू तथा ऋषिहरूका साथमा पुत्रहरूको विवाहको आनन्द उत्सव हेरेर आफ्नो निवास स्थानमा गए। यसपछि रात ढलेर बिहान भएसँगै महामुनि विश्वामित्रजी राजा जनक र राजा दशरथसँग विदा भएर उत्तर पर्वततर्फ लागे। उनी गएसँगै राजा दशरथ पनि मिथिलाधिपति विदेहराजसँग विदा भएर अयोध्यातर्फ लागे। त्यसबेला बाटोमा राजा दशरथले भयानक आकृति भएका क्षेत्रीय राजाहरूका मान मर्दन गर्नेवाला भृगुकुल नन्दन जमदग्नि कुमार परशुराम अगाडिबाट आउँदै गरेका देखे। काँधमा परशु अनि विद्युत समान दीप्तिमान धनुष धारण गरेका अग्नि समान प्रज्वलित आकृति भएका परशुरामलाई देखेर जप तथा हवन पारायण वशिष्ठ अनि ब्राह्मणहरू एकीकृत भएर आपसमा भन्न लागे, आफ्ना पिताको वधबाट क्रुद्ध भएर यिनले कतै क्षत्रियहरूको संहार त गर्दैनन्, पहिले क्षत्रियहरूको संहार गरेर यिनले आफ्नो क्रोध र सन्ताप शान्त पारेका थिए। अब पुनः यिनमा क्षत्रिय वधको अभिष्ट नहुनुपर्छ। यस्तो कुरा एक आपसमा गर्दै ती भयानक आकृति भएका भार्गवलाई ती ऋषिहरूले राम राम भनेर मधुर वाणीमा स्वागत गरे अनि अर्घ्य दिए। ती प्रतापी परशुरामले ऋषिहरूद्वारा प्रदत्त आतिथ्यलाई ग्रहण गरेर श्रीरामसँग भने, हे दशरथ पुत्र वीर राम, मैले सुने अनुसार तिम्रो पराक्रम अद्भुत छ। तिमीले जुन शिव धनुष भङ्ग गरेका थियौ त्यस बारेमा सबै खबर मैले सुने। त्यो धनुष भाँच्नु अद्भुत तथा अचिन्त्य हो। त्यसलाई भाँचेको कुरा मैले सुनेर अर्को एक उत्तम धनुष लिएर आएको छु। यो हो जमदग्नि कुमार परशुरामको भयङ्कर एवं विशाल धनुष। तिमीले यसलाई खिचेर त्यसमा बाण चढाऊ र आफ्नो बल देखाऊ। यस धनुषमा बाण चढाएपछि
तिम्रो बलको परीक्षा देखेपछि म तिमीलाई यस्तो द्वन्द्व युद्ध प्रदान गर्नेछु जुन तिम्रो पराक्रमका लागि आवश्यक पनि छ। परशुरामका यी वचन सुनेर राजा दशरथ उदास भएर दीनतापूर्वक हात जोडेर भन्न लाग्दछन्, हे परशुरामजी, तपाईँ त तपस्वी ब्राह्मण हुनुहुन्छ। क्षत्रियहरूप्रति हजुरको जुन क्रोध थियो त्यो पनि शान्त भइसकेको छ। अतः तपाईँले मेरा बालक पुत्रहरूलाई अभयदान प्रदान गर्नुहोस्। तपाईँ स्वाध्याय र व्रत पालन गर्नेवाला भार्गवहरूका कुलमा जन्मनु भएको छ। इन्द्रका सामुमा तपाईँले प्रतिज्ञा गरेर शस्त्रहरूको पनि परित्याग गरिसक्नु भएको छ। हे महामुनि, मेरो सर्वनाश गर्नका लागि आउनु भएको छ, किनकि श्रीराम एक पुत्र मारिएकोमा हामी सबै जीवित रहने छैनौँ। दशरथले यस्तो भने तापनि उनका कुराको अनादर गरी प्रतापी परशुरामले श्रीरामसँग कुराकानी गरिरहे। दशरथका पुत्र श्रीरामले पिताको गौरवका कारण केही नबोली बसेका थिए, मौन नै थिए। परशुरामजीका ती कुराहरू सुनिसकेपछि उनले भने, हे भार्गव, जुन कार्य तपाईँले गर्नुभएको छ त्यसबारेमा मैले सुनिसकेको छु। किनकि तपाईँ आफ्ना पिताको ऋणबाट अऋणी हुन चाहनुहुन्छ, अतः हामीले पनि त्यसलाई अनुमोदन गर्दछौँ। तर हे भार्गव, तपाईँ मलाई तेजहीन जसरी दुर्बल ठानेर मेरो तिरस्कार गर्न खोजिरहनु भएको छ। अब म तपाईँलाई मेरो तेज र पराक्रम क्षेत्रीय धर्मका साथ देखाउँछु, हेर्नुहोस्। यसो भनेर रघुवंशी श्रीरामले क्रुद्ध भएर परशुरामका हातबाट धनुष अनि बाण सरलताले ग्रहण गरे। त्यस धनुषमा प्रपञ्च चढाएर बाण राखे र परशुरामजीसँग भने, हे भार्गव, एक त तपाईँ ब्राह्मण भएकाले मेरो पूज्य हुनुहुन्छ, दोस्रो तपाईँ विश्वामित्रजीका बहिनीका पुत्र हुनुहुन्छ। अतः यस बाणलाई तपाईँमाथि प्रहार गरेर प्राण लिन चाहन्न। तर यो बाणले या त तपाईँको लङ्गडो बनाएर हिँडुल गर्ने शक्ति, गति अथवा बल र तपद्वारा प्राप्त गरेको आफ्नो कीर्ति नष्ट गर्नेछु। तपाईँ जे चाहनुहुन्छ गर्नुहोस्। श्रीरामका तेजका सामु जब परशुरामजी जड समान वीरहीन भए, तब कमल नेत्र श्रीरामसँग मधुर वाणीमा भने, हे राम, क्षत्रियहरूको वध गरेर जब मैले यो भूमि कश्यप मुनिलाई दिएको थिएँ, तब उनले भनेका थिए कि आजबाट तिमी हाम्रो राज्यमा नबस्नु। अतः गुरु वचन पालन गर्दै मैले रातिमा यस भूमिमा रहने छैन। यसकारण हे राघव, मेरो हिँडुल गर्ने शक्ति नष्ट नगरिदिनुहोस्। हे राम, मैले तपद्वारा जुन कीर्ति यस प्राप्त गरेको थिएँ त्यसलाई यही बाणले समाप्त गरिदेऊ। छिटो गर, ढिला नहोस्। जब प्रतापी परशुरामले श्रीरामलाई यस्तो भने, तब श्रीरामले त्यो उत्तम बाणलाई छोडिदिनु भयो। परशुरामले तपद्वारा आर्जित आफ्नो यश तथा कीर्ति श्रीरामद्वारा नष्ट भएको देखेर परशुरामजीले शीघ्र नै श्रेष्ठ महेन्द्र पर्वतमा गए। परशुराम गएपछि श्रीरामले वशिष्ठ आदि ऋषिहरूलाई अभिवादन गरेर आफ्ना पिता व्याकुल भएको देखि भने, पिताजी, जमदग्निका पुत्र परशुराम गए। अब आफ्नो चतुरङ्गिणी सेनालाई अयोध्या प्रस्थानको आज्ञा दिनुहोस्। श्रीरामका यी वचन सुनेर राजा दशरथ अत्यन्त हर्षित भई राघव श्रीरामका हात तानेर छातीमा टाँसे, अङ्कमाल गरे, आफ्ना पुत्रको शिरमा सुँगेर आफ्नो पुत्रको पुनर्जन्म भएको माने, सेनालाई अघि बढ्ने आदेश दिए। त्यसपछि छिट्टै अयोध्या नगरमा प्रवेश गरे। त्यस बखतमा अयोध्यामा सबैतिर ध्वजाले युक्त पताकाहरूले सौन्दर्यता थप बढाएको थियो। बाजाको ध्वनिले गुन्जायमान भएको थियो। सडक पानीले सफा गरिएका थिए भने फूल बिछ्याएर स्वागतार्थ तयार पारिएको थियो, जसले गर्दा नगर सुन्दर र आकर्षक भएको थियो।
महाराजको आगमनले सबै प्रसन्न मुख नगरवासीहरू हातमा मङ्गल पदार्थ लिएर उभिएका थिए। सबैतिरका मार्गमा नगरवासीहरूले भरिएका थिए। पुरवासी ब्राह्मणहरूले नगरभन्दा पनि अलि अगाडि बढेर हार्दिक स्वागत गरे। महायशस्वी एवं श्रीमान महाराजा दशरथ आफ्ना कान्तिमान पुत्रहरू सहित आफ्नो हिमालय समानको प्रिय श्वेतराज महलमा प्रवेश गरे। आफ्नो घरमा विभिन्न मङ्गल कामनामय कार्य देखेर सन्तुष्ट हुँदै आफ्ना प्रियजनहरूका साथमा अति आनन्दित भए। कौशल्या, सुमित्रा, बारुली, कम्मर भएकी कैकेयी तथा राजपरिवारका अन्य विवाहित नारीहरूले स्वागतका लागि जुटे। तब राजमहलका स्त्रीहरूले महान सौभाग्यवती सीता र यशस्विनी उर्मिला र कुशध्वजका दुवै पुत्रीहरूलाई महलमा लिएर गए। उनीहरू सबैले रेशमी साडीहरूमा र मङ्गल गीतहरू गाउँदै हवन कार्यमा सुशोभित भएका थिए। राजकुमारीहरूले आफ्नो पूजनीय जनहरूलाई अभिवादन गरेर प्रसन्नताका साथ आफ्ना पतिहरूका साथमा एकान्तमा समय व्यतीत गर्न लागे। विवाहित, अस्त्रविद्यामा निपुण, धनले युक्त र मित्रहरू सहित चारै राजकुमारहरू पिताको सेवा गर्दै सुखपूर्वक रहन लागे। केही दिन पश्चात रघुनन्दन राजा दशरथले कैकेयी पुत्र भरतलाई भने, हे पुत्र, यी तिम्रा मामा कैकेयी राजका पुत्र वीर युद्धजित तिमीलाई लिन आएका छन्। दशरथका यी कुरा सुनेपछि भरतले शत्रुघ्न सहित जानका लागि तयार भए। ती शूरवीर नरश्रेष्ठ भरत दयालु दाजु श्रीराम तथा आमाहरूसँग अनुमति लिएर शत्रुघ्न सहित मामाघरतर्फ लागे। भरतजी गएपछि राम र लक्ष्मणले आफ्ना देव समानका पिताको सेवामा लागे। धर्मात्मा श्रीरामले पिताको आज्ञा अनुसार पुरवासीहरूका लागि कल्याणकारी र प्रिय कार्यहरू सम्पूर्ण प्रकारले गर्ने गर्दथे। उनले आफूलाई संयम राख्दै आफ्नी माताहरूको कार्य गर्ने तथा गुरुहरूका लागि गुरुहरूका कार्यमा समय समयमा ध्यानपूर्वक पुरा गर्दथे। श्रीरामका यस्ता शील, स्वभाव र व्यवहारबाट महाराजा दशरथ, ब्राह्मण, व्यापारी वर्ग र सबै देशवासीहरू प्रसन्न थिए। श्रीराम सदा सीताका हृदय मन्दिरमा विराजमान थिए। यसै गरी श्रीरामले सीताका साथमा धेरै ऋतुहरू विहार गरे भन्ने सम्मको प्रसङ्ग बालकाण्डबाट